हेलो साथीहरू नमस्कार। मेरो नाम चाहिँ दिनेश घिमिरे हो हैन। म चाहिँ आज ब्रोइलरको चल्ला सम्बन्धी ज्ञानहरू आफूले जानेको कुराहरू दिन गइरहेको छु। मैले विगत 7 वर्षदेखि यही ब्रोइलर को काममा पाल्दै आएको छु। यहाँभन्दा पहिला चाहिँ मेरो मोबाइल थिएन, चलाउँदैन थिएँ। अहिले चाहिँ आफूले जानेको कुराहरू केही दिन मन लाग्यो। तपाईको आज यो चाहिँ मैले आज लगभग 400-500 चल्ला हालेको छु। त्यसको लागि चाहिँ ब्रोइलरको चल्ला फ्रेस अनि अनफ्रेस कसरी चिन्ने, चल्लाहरू फ्रेस नभएकै कारण धेरै चल्लाहरू मर्ने गर्छन्, धेरै कुखुराहरू मर्ने गर्छन्। त्यसको लागि कस्ता चल्ला छान्ने त, आउनुहोस् हेर्नुहोस्। यो हुन् ब्रोइलरका चल्ला, एक दिने चल्ला आज मैले हालेको छु। यी चल्ला चाहिँ तपाईको धेरै नै फ्रेस कन्डिसनमा रहेको छ। तपाईहरुले यस्ता चल्ला कसरी चिन्ने भन्नुहुन्छ भने, ल्याउँदाखेरि चाहिँ धेरै अलि बाठोहरू हुन्छन्, उफ्रिने गर्छन्। फ्रेस चल्लाहरू नाच्ने गर्छन्। हेर्नुहोस्, यी आफ्नै कुद्ने दौडिने गर्छन् यी चल्लाहरू। यस्ता चल्ला चाहिँ फ्रेस हुन्छन्। तपाईको अनफ्रेस चल्ला चाहिँ बसिरहने अथवा ग्रुप बनाएर बसिरहने, त्यसकारण धेरै चल्लाहरू ग्रुप बनाएर बस्नेको कारणले धेरै चल्लाहरू मर्ने गर्छन्, धेरै मर्ने गर्छन्।